हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। कस्तो हुनुहुन्छ सबैजना? आराम हुनुहुन्छ? म पनि सन्चै छु। आज चाहिँ हामी कता जान्छु भने आज हामी दोबिला खोलातिर जाँदैछौँ। अब उतै भेटौँ है त सबैजना। हेलो नमस्ते। फेरि कता होला आज? अब ल मुस्ताङ चौक आइपुग्यो अहिले हामी। मौसम एकदम राम्रो भएको छ आज। मौसम एकदम आज हामी एकदम अर्ग्यानिक हनी फार्म हनी फार्ममा जाँदैछौँ। तपाईँहरू मान्छे पनि हनी नखाइ नि खाएको जस्तो हुनु पर्यो नि है। हनी खाना गएपछि अलिक जोस जाँगर निकाल्नु पर्यो। हो अहिले एक्टिभ हुनु पर्यो। अनि सबैलाई ल यो ठाउँमा आउनु होला, अर्ग्यानिक खाना पाउँछ भनेर जानकारी पनि दिनु पर्यो होइन। हामी आफू मात्र खाएर भएन, अरू पनि आउनु पर्यो है। सबैलाई जानकारी दिनु फर्स्ट टाइमै पर्यो। हो गएको छैन। ए हो जानुभएको छैन? म गएको छैन। तपाईँहरू जानुभयो है। म चाहिँ गएको छैन। अब चाहिँ जाम फेरि दिदीबहिनी जम्मा भएको छ। बाजेले कति राखेको छ कुन त अहिले त हनी असिनाले एक बोतल लिएर आउनु पर्ला है, पायो भने। अहिले चाहिँ हामी घारीपाटनमा आइपुग्यो, जाँदैछौँ है हामी सबैजना। एकदमै खुसी। फेरि आज 4-5 दिनको बिचमा के गर्ने होला, 1-2 दिन नभेटी त नहुने भइगयो। अब के गर्ने अझ हामी कति ठाउँ पुगे छैन है। छैन हो, कति ठाउँमा जानु बाँकी नै छ है। बाँकी छ हो। कामले गर्दाखेरि है, कामले गर्दाखेरि हुने भयो त कति हिँड्थ्यो होला साथी र म होला। अब दुईजना चाहिँ बिजनेसम्यान भयो, श्यामाई गुरुङ र ममता गुरुङ चाहिँ। अब काम नहुने भनेको म, मेरो भोदिनी टिका, मेरो मुन्ना बहिनी, हामी 3जना हो। काम नहुने भनेको अब ऊ 2जना त बिजनेसम्यान ओमेनहरू भइहाल्यो। त्यही भएर अब हामी 3जना काम छैन। हामी त कहिले बोलाउँछ र घुम्न जाने होला भनेर रेडी भएर बस्ने हो, त्यति हो ल। हामी पनि काम छोड्दै हिँड्दै हो। काम छोड्दै हिँड्दै गरेछ नि। हिँड्न मन लाग्छ। के गर्ने, 1-2 दिन भएपछि फेरि कहिले भेटौँ हुन्छ है। साथी र मेरो रिटायर लाइफ पछि चाहिँ हामी घरै बस्दैन होला है। घरै बस्दैन होला त। नेपाल टुर त गर्नु पर्यो नि त। अब के गर्ने, टुर त गर्नु पर्यो। टुर त गर्नुपर्छ के है। गाडीभरि सामान सपिङ गर्ने साथी। हेर्नु बाटो कस्तो राम्रो छ यहाँ। राम्रो, आज एकदम राम्रो भएछ कि। मौसम पनि एकदम एक जोर हाम्रो भाडा त बाहिर खानलाई एक जोर भाडा त गाडीमै राख्नु पर्यो। राख्नै पर्यो ग्यास र भाडा। त्यसपछि नेपाल टुर गलैँचाको चाहिँ यहीँको यही छ। अब यही गाडीभित्र राख्नुपर्छ तपाईँको गलैँचा र चुलो। सधैँ हो होइन कि हप्तामा एकचोटि हामी जानै पर्छ। बाटो हेर्नु त। ओ ल हेर्नुहोस्, कस्तो राम्रो। जस नेपालमा नि घुम्ने ठाउँहरू त धेरै छ के, धेरै नेचुरल के है। बारी हेर्नु कति राम्रो जङ्गल है। यति राम्रो जङ्गली ल हेर्नु। अब यता पुरै पहाडै पहाड छ। ल हेर्नु। अब यहाँबाट लामगादीबाट हुन्छ है, हामी उता पृथ्वी राजमार्ग पनि निस्किन्छ है। मैले लामगाडीमा चाहिँ मह छ कि छैन होला भनेर सोधेको अहिले शान्तिलाई। खै दिन्छ कि त्यसरी दिन्छ कि दिन्न होला। हामी त झोल बनाएको होइन, चौटै पाएको लिन जाने भनेको के अरे। ल यहाँ पोखराको बन्जी जम्प हेर्नु। बन्जी जम्प गर्ने भए यहाँ छ। यहाँ रहेछ है। बन्जी जम्प एउटा यहाँ पनि छ फेरि है। यहाँबाट तल ह्याम्चमा छ एउटा यहाँ छ, एउटा यहाँ। म त यहाँको मान्छेहरू त्यहाँ गर्दैछ क्या बन्जी जम्प। बाँध्दैछ हो। म त 5 लाख 10 लाखको बिट छेउमा राखिदिन्छु गर भने नि। म त डर लाग्छ हो त नि आमा। मलाई त प्याराग्लाइडिङ त गर्न मन लाग्छ। यो बन्जी श्यामाई गुरुङले 5 लाख बिटा अगाडि राखिदिए नि नगर्ने बन्जी जम्प। हो साथी म त 5 लाख दिने मान्छे पाए त मलाई गरिहाल्ने थियो। आहा चाहिँ म गरेर म त 10 लाख पैसा छेउमा राखिदिएर ल बन्जी जम्प डर लाग्छ हो। म त डर त लाग्दैन। फेरि जे होस्, अब फेरि केही अब यो बुढी हड्डी कतैतिर छिनछान भइजान्छ भनेर डर लाग्ने मात्रै, खासै डर त लाग्दैन। छिन्न त छिन्दैन। त्यो त ढाडमा के अरे खुट्टामा सबै बानेको हुन्छ। दोबिलो खोलामा पुलमा आइपुग्यो है। कति राम्रो खोला छ। ओ यस्तो राम्रो पुल पनि रहेछ नि त। हामी दोबिलो खोलामा आइपुग्यो है। अब हामी तल फिसिङ गर्दैछ केटा। दोबिलो खोलामा आइपुग्न लाग्यो। अब हामी केरा घारी रहेछ।
ल अहिले चाहिँ हामी यो बौमाराको रोडमा हिँड्दैछौँ बौमाराको रोडमा रोडमा यस्तो राम्रो रोड चाहिँ राम्रो रहेछ है के अरे तरकारीहरू पायो भने लिएर जाऊँ है साथी तरकारीहरू पायो भने लिएर जानु पर्यो टमाटरहरू पायो भने हामी पोहोर आउँदाखेरि हाम्रो दिदीहरूसँग आउँदाखेरि यहाँ कता हो यसरी राम्रो तरकारी थियो आमा एउटा तामाङनी केटीको अनि पहिला त दिने माने थिएन उनीहरू आफ्नो खानालाई मात्रै रोपेको भन्थ्यो केरा घारी निला पक्कै रहेछ पछि त त्यो के त्यो 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 साग के पाक्छोय पाक्छोय साग यति लहलह आएको अनि त्यो बहिनीले बिचरा टिपेर दियो हाम्रो पैसा पनि नलिएको भाइ बिचरा त्यही माया लाग्ने अनि यतैतिर हो अलिक पर हो कोही त कस्तो राम्रो राम्रो घर बनाएर रहेछ है यहाँतिर शीतल रहेछ यहाँ गर्मीको ठाउँ गर्मी हुन्छ अहिले त अब हामी बाहिर निस्केको छैन नि हेर्नु त बाटो एसी भएर अहिले बाहिर निस्कियो भने त हपक्क हामी यो बौमाराको मौरी घारीमा आइपुगेको छौँ हामी ल हेर्नु त आमा मौरी त लटपत्रै छ लेमन त झन् आमा ल कति हो फलेको ल सबै यो मौरीको घर हो मकैबारी मौरी घारीमा आइपुग्यो यति त भेटायो हामी मौरी घारीमा अस्ति मङ्सिरमा त यो त पुरै हनी हुन्थ्यो कि यो त पुरै हनी हुन्थ्यो कि रे अहिले त बच्चा रहेछ क्या माथि मह क्लासमा आउँथ्यो अनि मह त च्याम काटेर लान्थ्यो हामीले त यसमा अलिअलि छ बुवा यसमा नि म त बच्चा हो बा बच्चा हो म यसो रानी छ कि हेर्छु बच्चा हो रानी छ भने त फेरि टोक्दैन के आज मौरी घारीमा आइपुगेको मौरी त इला पक्कै खुदु लिन आएको के रे बच्चा होइन यो बच्चा रहेछ के त्यसमा यसलाई बरु झिकम त नि भने बरु मिल्दो रहेछ लो है त त्यो झिकेर लानु पर्यो ऊ त्यो डिब्बा त्यहाँ तयार गरेछ खुदु लिने भनेर आएको हो यो बौमारामा हैन दाइ हजुर आज यसैमा अब हजुरहरूले सधैँ लगाइराख्ने मान्छे आउनुभयो पोहोर पनि आएको सिजन मिलाएर आउनुभयो तर हामीलाई खाइदियो असिनाले कस्तो असिनाले त्यो माथि हालेपछि अनि त्यो कोपिला पर्खनु भयो एकछिन लिनै पर्ने लिनुपर्छ एकछिन यो म बाहिर निकाल्ने खुदु तोरेरै भइरहेछ यसमा अलिकति छ थोरै बच्चा छ धेरै त ठिकै छ है धेरै खानेकुरो छ खानेकुरो पराग कति छ बच्चा पनि छ बच्चा थुप्रै हालेर चाहिँ त्यो अघिको डिब्बामा काट्नु भयो अलिकति है अब हजुर तर यो मौरीले चाहिँ यसो गरेर हामीले कति दिन चलाएन भने त नटोक्ने है बुवा हैन यिनीलाई दुःख अया बनाउनु भएन हामीले दुःख दिन भएन यिनीहरूलाई अया भयो भने एउटाले अया गर्दिमेतिर जम्मै आइलाग्छ के आइलाग्छ त्यस्तो चीज हो यो के रहेछ फेरि यहाँ ओबी सर्प कति लामो छ हेर त सर्प है क्या उता कोही घिरम्ला त ठुलो छ है कति राम्रो छ ल चिचिन्डा अर्ग्यानिक चिचिन्डा घिरम्ला पनि खोज्ने हो चिचिन्डा पुग्छ दुई साग हुन्छ करेला टिप्नु पर्यो हेर्नु त यसरी फलेको आफै टिपेर लाने आज टिपेर लाने यहाँ पनि छ यो देखाउनु त ए बस त एकछिन ए साथी हजुर माथि छ ए यहाँ पनि ओहो कति ठुलो है कति ठुलो ओहो ल ओ त्यो माथि रहेछ ठुलो त्यो माथि त पुग्दैन के भाइ है अलि उनीहरुले टिप्दिन्छ अहिले टिप्दिन्छ करेला मकै घिरम्ला सबै लिएर जाने होला नि त अब सबै चाहिन्छ है सबै लिएर जाने होला यो तीनटा भयो साथी यता हेर्नुस् अब यता कागती हेर त लपकै अब यहाँ मौरी छ के कागती त लपकै अर्ग्यानिक ल अब कागती चाहिन्छ लानु पर्यो नि त खोर्सानी नि हेर खोर्सानी ल सबै लिएर आउनु है अहिले फोटो खिच्ने हामी सबै त्यहाँ
मौरी यहाँ घरमै काट्ने यस्तो ताजा मौरी चाहिँ कहाँ पाउँछ त है बुवा कति धेरै लुलुले आयो भाइ यस्तो ताजा त कहाँ पाउँछ त हैन बुवा खोइ एउटा चाकम ल एउटा चाकु 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 तराजु चेस ल महको चेयर्स है आज मह यो अनि ताजा 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 बन्द गरिदिनु अहिले पो यो दियो फेरि किन हाल्यो त ओरिजिनल चाकु यो नचुहाउनु ए मौरी आयो मौरा यो सबै खाइदिनु र ल ल मह चाहिँ बेसरी खायो मह खानै आएको आज हामी ताजा भर्खरै काटेर है अब यसलाई बाडम तपाईँको कति भयो चाहिँ काटेर आधा किलो मात्रै भयो? कति कति किलो भयो कति कति किलो भयो यो 3.5 किलो भयो होइन म 2 किलो लान्छु अर्ग्यानिक अर्ग्यानिक फार्ममा आएपछि त है कागती यसलाई चाहिँ इङ्ग्लिसबाट के भन्छ थाहा छ लेमन लाइम लाइम ए इङ्ग्लिसमा लाइम भन्छ एकदम मिठो हुन्छ यो नेपालीमा के भन्छ कागती कागती अब कागती नेपालीबाट ल यो दुईटा बेस्टीले यहाँ कागती टिप्दैछ है आहा ल हेर्न ओहो यो साग पनि रहेछ नि त यो साग पनि रहेछ यो साग पनि रहेछ के भन्छ रे यो सागलाई चाइना साग होइन थाइल्यान्डको साग हो कि यहाँ बौमारामा मह किन्न आएको यहाँ कति राम्रो भैँसी रहेछ कति राम्रो बुवा कति लिटर दुध दिन्छ भैँसीले कति लिटर आमा दिनको 6 लिटर दिन्छ ल भैँसीले 6 लिटर दुध दिन्छ अरे आइ 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 ल अब हाम्रो चाहिँ चियाको सुरु भयो अब चिया नखाए त कसरी दिनको सुरुवात हुन्छ र हाम्रो यस्तो चिया सुरु भयो अब त्यही छ तर तपाईले भेट्दैन है एकदम तल छ ओहो हाम्रो त चिया खाने चाहिँ अब चौतारामै भयो के चौतारामै भयो कि हामी चिया खाने त है ल चेयर्स चिया टाइम भयो है अहिले हाम्रो चाहिँ चेयर्स चिया कस्तो चियासँग के हो यो चिया नखाइ त हुँदै हुन्न अब बटु ल एउटा एउटा बाटो यात्रामा चिया नखाइ त हुँदै हुन्न अब यो सबैलाई है चलाई मियो यो कुदै गाउँला मात्रै भएर चौतारामा बसेर चिया खानको मजै छुट्टै छ ल हेर्नुहोस् हामी चाहिँ दादा खान्छु न खानु बटु हामी पुरा जाँदाखेरि है कति मिठो खाएको बटु खाजाको टाइम भयो हाम्रो हाम्रो भाइ चाहिँ यसो चट्ट यहाँको स्थानीय बासिन्दा अनि हामीलाई एकदम हेल्प गर्दै हुनुहुन्छ उहाँले ल यो ठाउँमा आएर हामी यसरी चिया खाँदैछौँ हामी खास मह फार्ममा आएको बौमाराको चौतारामा बसेर भोक लागेर टक्क दिदीबहिनी मिलेर यहाँ चिया पिउँदैछ हामी चिया खाजो टाइम भयो ल यहाँ अब खाजा खायो अब कता हुन्छ खाना बनाएर अब कहाँ पुग्छ हिँड्दा हिँड्दा घुम्दा घुम्दा कहाँ पुग्छ अब खाने ठाउँ अब खोज्दैछु कहाँ गएर पकाएर खाने होला भनेर अब यहाँ चिया खाजा खायो अब हामी जानेछु अब उतैतिर भेट्यो भयो त आप जैसे कोई मेरी जिंदगी में आए रे बात बन जाए बात बन जाए बेला खोलामा आएर यहाँ सबै फेरि यहाँ रमाइलो गर्दैछ है कस्तो भइरहेछ याहु ल हेर्नुहोस् यहाँको भ्यू यहाँको सिन सल बगेको खोला हेर्नुहोस् त ओहो एकदमै रमाइलो भइरहेछ अहिले यो आजको दिनमा चाहिँ हामी दोबिला खोलामा छैन तपाईँहरू मात्र चस्मा लाउने ल
कालो चस्मा लौ हे माया ल जुस जुस हामी यहाँ खोलाको बिचमा गएर खोला अलिकति टाढा रहेछ यो बौमारोको खोलाको बिचमै दोबिलो खोलामा यहाँ मजासँग अब काटकुट गर्दैछ बहिनीहरूले भदिनीहरूले यहाँहरूको बहिनी खाँदैछ खाजा खाँदैछ सके छैन अझै अब यहाँ पकाउने सुरु तरकारी सुरु भयो अब हाम्रो साथीले प्याज कस्तो ठुल्ठुलो काटेको के प्याज कस्तो चिसा भयो मुन्ना कस्तो भइरहेछ हामी त रमाइलो गर्दैछ नि हो नि रमाइलो गरेछ हामी 5 जना आज गाडी यहीँ नजिकै राखेछ अब यहाँ खाँदैछ टन टन लाएर खाँदैछ ल के को मासु हो ममता यो बँदेल हो यो चाहिँ धादिङबाट ल्याएको हाम्रो टिका बहिनीले अस्ति पनि आधा खायो आज आधा खाँदैछौँ अस्ति बचेको है यो अब चाहिँ यसमा चट्टै पटपट भुटेर अब ढेँडो खाने आज चाहिँ ढेँडो खाने फापरको ढेँडो खाने कार्यक्रम छ आज हाम्रो ओहो हो रातै फेरि रे मेरो पछि मुरली बज्यो आयो ढेँडो पकाएर दाँतै फिरी भन्नु ओहो ढेँडो ओह्राल्नु भएको दिदी क्या भोक लाग्छ म त कतिखेर पाकेर खाम्ला भइसक्यो ढेँडो मासु पाक्यो अब धादिङको बदेल र चट्ट ढेँडो खानुपर्छ है यो मुस्ताङको पिठो साथी हजुर के छ त हालखबर आज ढेँडो खाने दिन रहेछ है ढेँडो खाने दिन गीत गाउन भाइ टिकटक बनाऊ पाके छैन बलेछ माथि उठाउनु त म गर्छु एउटाको पालो फेरि सातै चाहिन्छ चमेली चमेली ढेँडो खानी चमेली ढेँडो खाने पार्टी यहाँ चाहिँ यस्तो हालत खाना रेडी भयो यहाँ दोबिला खोलाको बिचमा बसेर यहाँ ढेँडो खाँदैछ हामीले पोर्क राख्यो त्यो यहाँको मासु नि राख्नु ल ल त्यो तपाईँले राख्नु ओहो हो ओइ होइ 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 ओइ होइ 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 ढेँडो ओ यम्मी 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 सुरु भयो चेस खाए ल ढेँडो ढेँडो पकाएर खाँदैछ है हामी सबै गाउँमा रमायो बहिनी सधैँ काम गर्ने मान्छे बिचरा अगाडि बहिनी हो खाना पकाउने बहिनी हो सबै कुरामा बहिनी हो वा हामीले केही गर्दैन के अरे ल बहिनीलाई धेरै धन्यवाद छ यही हाम्रो गाडी पनि यहीँ ल्याएछ हामी यहीँ कस्तो मिठो बाबा खानुहोस् हजुर पनि खानु म पनि लियो है आमा मिठो भएको छ कस्तो भएको छ बजेट एकदमै मिठो भएको छ आज चाहिँ है आज तल खोलामा जान सकिएन आज अलि टाढा पर्यो त्यही भएर खोलाको अलिकति माथि बसेर यो ढेँडो खाँदैछौँ हामी घाम त यहाँ पनि चर्केछ भने नि ठिकै छ यहाँ सबैजना खाँदैछ ल सबैले टेस्ट लिँदैछ यहाँ ढेँडोको साथीसँग बसेर खानाको छुट्टै मजा संसार भुलेर यहाँ ढेँडो खाँदैछ दिदी बहिनी साथीसँग आज त यो पेटमा मह पनि यही छ च्यारो पकौडा पनि यही छ मही पनि यही छ सबै कुरा यही पेटमा छ आज अब
त्यो के हो त्यो पनि हालौँ न यो नि अचार हो हाल 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 दोबिलो खोला गयो मह खायो चिया खायो ढेँडो खायो मस्ती गर्यो खोलामा सबैजना एकदमै रमाइलो भयो आजको दिन सबैजनालाई धेरै धेरै धन्यवाद साथीहरू सबैलाई यति राम्रो ठाउँमा गएकोमा सबैले धन्यवाद सुरुदेखि अन्तिमसम्म हेरिदिनु सबैले अनि भिडियोलाई मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला घर जाने बेला भयो सबैजनालाई बाई बाई फेरि भेटौँला थ्याङ्क यू फर वाचिङ बाई बाई सी यू